अब यो भिडियोमा कस्ट एन्ड म्यानेजमेन्टको कुरा गरौँ। हाम्रो पेपर 5 को क्याप 2 को। अब क्वेसन प्याटर्नको कुरा गर्दाखेरि 6वटा क्वेसन आउँछ अनि त्यसमध्ये सबभन्दा सुरुमा क्वेसन नम्बर 1 मा 20 मार्कको आउने हो। अब 20 मार्कको कुन च्याप्टरबाट आइरहेको हुन्छ भने मार्जिनल, बजेटिङ, अनि त्यसपछि जोइन्ट प्रोडक्ट र बाइ प्रोडक्ट अनि प्रोसेस। यो जोइन्ट प्रोडक्ट र बाइ प्रोडक्ट अनि यो प्रोसेस एउटैमा मर्ज गर्दा हुन्छ, किनकि यसबाट 20 मार्कको क्वेसन जुन बन्न सक्छ त्यसमा यो दुइटैको कन्सेप्ट मिसाएर सोधिरहेको हुन्छ धेरै जसो। अनि म्याक्सिमम टाइम एकदम 90% टाइम सोध्ने भनेको यो मार्जिन र बजेटबाट हो। त्यही भएर यो दुइटालाई अलि धेरै फोकस गर्नु पऱ्यो। यसलाई पनि राम्रोसँग पढ्ने, तर यसमा अलि धेरै 20 मार्कको क्वेसनहरू देखिरहेको हुन्छन्। त्यही भएर यो च्याप्टरहरूबाट त्यति धेरै 20 मार्कको क्वेसन छैन, 2-4वटा क्वेसन छ, त्यसलाई हेर्दा हुन्छ। यिनीहरूमा अलि धेरै क्वेसन सोध्न सक्ने चान्स हुन्छ। त्यसपछि क्वेसन नम्बर 2 मा दुईवटा क्वेसन आउने हो 10 मार्कको गरेर। अनि क्वेसन नम्बर 3 मा दुईवटा क्वेसन 8 मार्कको अनि एउटा 4 मार्कको थ्योरी आउँदो रहेछ यहाँ। अनि क्वेसन नम्बर 4 मा 5 मार्कको 3टा क्वेसन न्युमेरिकल आउँछ। अब क्वेसन नम्बर 5 मा एउटा क्वेसन न्युमेरिकल आउँछ अनि फेरि त्यसपछि दुईवटा क्वेसन 4 मार्कको थ्योरी आउँछ। अनि क्वेसन नम्बर 6 मा 2.5 मार्क इच गरेर 4वटा थ्योरी आउने रहेछ। अब यो क्वेसन प्याटर्नको कुरा गरिसकेपछि अब हामीले कुन कुन च्याप्टरलाई अब कसरी प्रायोरिटाइज गरेर पढ्ने त्यो कुरा गरौँ। किनकि अब यसमा हामीले हेऱ्यौँ भने एकदम क्वेसनहरू धेरै छन् कि हरेक च्याप्टरमा। त्यही भएर अब सबै च्याप्टरको क्वेसनहरू गर्दै गयो भने त एकदम टाइम कन्ज्युमिङ हुन्छ नि त। त्यही भएर कुन च्याप्टरलाई सुरुमा गर्ने अनि कुनलाई अलि पछि हेर्दाखेरि कन्सेप्टले मात्रै कभर हुनसक्छ त्यो कुरा गरौँ। सबभन्दा सुरुमा त अब सुरुमा मैले भनिसकेँ 20 मार्कको क्वेसन यही च्याप्टरबाट रिपिट भइरहेको हुन्छ। मार्जिनल, बजेट, प्रोसेस, जोइन्ट प्रोडक्ट अनि यिनीहरू। त्यसपछि थ्योरी 22 मार्कको आउने हो। अरूहरूमा 15 देखि 20 मार्कको आइरहेको हुन्छ भने कस्टमा 22 मार्कको आउँछ। अनि यिनीहरू गरेर 20 मार्कको क्वेसन कुनै एउटा च्याप्टरबाट आयो भने अरू 5-10 मार्कमा पनि आउन सक्छ क्या। त्यही भएर यो यतिको मात्रै वेटेज 40 देखि 50 मार्कको हुन्छ। अब यसलाई कसरी पढ्ने भने अब कन्सेप्ट मेन भइहाल्यो, हामीले कन्सेप्ट पनि हेर्नुपर्छ। तर के हुन्छ भने कन्सेप्ट सँगसँगै हामीले क्वेसन पनि अलिक क्वेसन ओरिएन्टेड पनि हुनुपर्छ। कुनै क्वेसन एकदम कन्सेप्टबाट सल्भ गर्नभन्दा पनि त्यो क्वेसन ओरिएन्टेड कन्सेप्ट बनिदिन्छ क्या धेरै जस्तो क्वेसनहरू। त्यही भएर हामीले कन्सेप्ट सँगसँगै क्वेसनलाई पनि सँगसँगै हेर्नुपर्छ। अनि अर्को अब यो थ्योरी कसरी पढ्ने भने यसबाट म्याक्सिमम थ्योरीहरू पास्टबाटै रिपिट भइरहेको हुन्छ। त्यही भएर थ्योरी पास्टबाटै पढ्दाखेरि सजिलो हुन्छ। अब कुनै हामीले कम्पाइलेसनहरू बनाऊँ, पिडिएफहरू छ सर्ट नोटको भने अब त्यसबाट पढ्दा हुन्छ। यदि त्यो छैन भने हामीले पास्टको कम्पाइलेसनलाई रिफर गर्दा हुन्छ। त्यसपछि अब अर्को टपिकमा जाँदाखेरि अलि थोरै समयमा धेरै कभरेज हुने च्याप्टर अनि यसबाट पनि क्वेसन एकदम फ्रिक्वेन्टली आइरहेकै हुन्छ कि 80 देखि 90% चान्स यिनीहरू च्याप्टरबाट पनि क्वेसनहरू परिरहेकै हुन्छ। अब यिनीहरू भनेको एकदम 20 मार्कको क्वेसन परिराख्ने भयो। अनि अरू जुन 10 देखि 15 मार्कको क्वेसनहरू हुन्छ त्यसबाट पनि यिनीहरू पढ्न सक्छ। ओभरहेड भयो, ओभरहेडबाट आयो भने त्यही 10 मार्ककै आउने हो। सर्भिसबाट पनि धेरै जस्तो 10 मार्कको क्वेसन सोधिरहेको हुन्छ। स्ट्यान्डर्डबाट पनि 10 देखि 8 मार्कसम्म, 8 देखि 10 मार्कसम्म सोधिरहेको हुन्छ। अनि इन्टिग्रेटेड एन्ड नन इन्टिग्रेटेडबाट पनि क्वेसनहरू सोधिरहेकै हुन्छ 8 देखि 10 मार्कको। त्यही भएर यिनीहरूलाई पनि हेर्नु पऱ्यो। अब यिनीहरूको वेटेज भनेको 20 देखि 30 मार्कको हुन्छ। अनि यिनीहरूको पनि त्यही स्ट्राटेजी भनेको अब कन्सेप्ट मेन भइहाल्यो। त्यसपछि क्वेसन पनि अलि यिनीहरूको हेर्नुपर्छ। अनि यो च्याप्टर कस्तो छ भने यिनीहरूबाट पास्ट क्वेसन धेरै रिपिट भइरहेको हुन्छ कि। त्यही भएर यसको हामीले पास्ट क्वेसन मात्रै हेऱ्यौँ भने पनि अलि इनफ हुन्छ कि। कन्सेप्ट राम्रोसँग बुझेर यिनीहरूको पास्ट क्वेसन मात्रै गरेछौँ भने धेरै क्वेसन रिपिट भइरहेकै हुन्छ। अब त्यो रिपिट भएको क्वेसनहरू हाम्रो जुन बुक हामीले फलो गरिरहेको त्यो बुकमा पनि हुनसक्छ। त्यही भएर त्यो क्वेसनलाई अलि प्रायोरिटाइज गरेर हेर्ने। क्वेसन सबै हेर्नु पऱ्यो, तर अलि राम्रोसँग हेर्ने भनेको जुन क्वेसन फ्रिक्वेन्टली पास्टमा रिपिट भइरहेको छ त्यसलाई हेर्दा हुन्छ। त्यसपछि अर्को मेटेरियल, लेबर, कन्ट्र्याक्ट, युनिट कस्टिङ, जब कस्टिङ। यिनीहरू अब यति अलि सानो च्याप्टर हुन् यो दुइटा। अनि यिनीहरू अलि भास्ट च्याप्टर हुन् के। यिनीहरूमध्ये पनि मेटेरियल र लेबर अलि धेरै भास्ट च्याप्टर हो। अनि जुन हिसाबको यो भास्ट छ त्यो हिसाबको क्वेसन सोधिरहेको हुन्न कि। 5 देखि 10 मार्कमा मात्रै सोधिरहेको हुन्छ यो दुइटाबाट। अब कन्ट्र्याक्टबाट त 10 मार्कसम्म पनि सोधेकै हुन्छ। अनि यिनीहरू सानो च्याप्टर भयो, कहिले आउँछन् कहिले आउँदैन। तर यिनीहरूको पनि त्यति धेरै गाह्रो छैन, एउटा दुइटा क्वेसनहरू रिपिट भइरहेकै हुन्छ यिनीहरूबाट पनि। त्यसलाई हामीले राम्रोसँग हेऱ्यौँ भने यो पनि त्यति धेरै गाह्रो हुन्न। अनि कन्ट्र्याक्ट अलि धेरै रिपिट भइरहेको हुन्छ। हामीले उता एकाउन्टमा पनि पहिला पढ्नु पर्थ्यो, अब अहिले त एकाउन्टमा यसलाई एनएफआरएस 15ले हटाइसकेछ। एनएस11लाई एनएफआरएस 15ले हटाइसकेछ। त्यही भएर एकाउन्टमा खासै धेरै इम्पोर्टेन्ट छैन यो कन्ट्र्याक्ट। तर कस्टमा अलि इम्पोर्टेन्ट नै छ, यसबाट पनि क्वेसनहरू आइरहेकै हुन्छ।
अब यसको कभरेज भनेको यिनीहरूको 15 देखि 20 मार्कको, अनि यिनीहरूको पनि त्यही हो, अब कन्सेप्ट र क्वेसन हेर्नै पर्यो। यिनीहरू अलि धेरै इम्पोर्टेन्ट भनेको सर्ट क्वेसनको लागि छ क्या, जुन माथि देखाएको थिएँ नि मैले यहाँ, यो 7 मार्कमा भयो, त्यसपछि 5 मार्कमा भयो, अनि 8 मार्कमा भयो, यस्तो यस्तोमा यिनीहरूबाट आइराख्न सक्छ। अब यति च्याप्टर कभर गरिसकेपछि हामीले के गर्नु पर्यो भने मैले हरेक सब्जेक्टमा भनिरहेकै हुन्छु, लास्ट 2 एटेम्पको आरटिपी र पिइपिटी हेर्नु पर्यो। अब यसमा पनि त्यही हो, अब न्युमेरिकलमा हामीले सबै हेर्न अलि पोसिबल हुँदैन एक दिनमा, त्यही भएर हामीले थ्योरी पार्ट मात्रै अलि फोकस गर्दा हुन्छ, किनकि थ्योरी पार्टहरूबाट पनि सोधिरहेको हुन्छ कि यिनीहरूबाट, त्यही भएर थ्योरी मात्रै हेऱ्यौँ भने पनि त हामीलाई सजिलो हुन्छ नि त इक्जाममा, देखेकै थ्योरी आयो भने पनि, त्यही भएर यिनीहरूबाट अलि फोकस गर्ने भनेको हामीले थ्योरी मात्रै हो। अब लास्टमा इक्जामटिभको कुरा गर्दाखेरि सबभन्दा सुरुमा हामीले लङ क्वेसन उठाउन हुन्न, हामीले अहिलेसम्म बुझिसक्यौँ होला। अब इक्जाम दिन आइराख्दाखेरि 20 मार्कको क्वेसन हामीले बेसिकली उठाइन्न, देखेको क्वेसन भए पनि उठाइन्न किनकि कन्फिडेन्ट हुन्न नि त। अब 20 मार्कको क्वेसन देखेको क्वेसन भए पनि एउटा दुइटा स्टेप कतै बिग्रियो भने हाम्रो एकदम टाइम धेरै वेस्ट हुन्छ कि त्यसमा, सुरुमै उठाउँदाखेरि, अनि होपलेस हुन्छ त्यो नमिल्दाखेरि, त्यही भएर लङ क्वेसन सुरुमा नउठाउने। त्यसपछि थ्योरी पनि अलि सुरुमै उठाउन हुन्न। अनि के गर्न पर्यो भने सुरुमा 8देखि 7 मार्कको जुन क्वेसन थियो यहाँ, हो यो 7 मार्कको भयो कि त यो यहाँ 8 मार्कको क्वेसन जुन छ हो, यिनीहरू उठाउनु पर्यो देखेको क्वेसन। अनि त्यो गरिसकेपछि बल्ल हामीले थ्योरी एटेम्प गर्दा हुन्छ। अनि त्यो पनि छैन भने हामीले जुन क्वेसन अलि धेरै कन्फिडेन्ट छ यो लङ क्वेसन बाहेक, अब कहिलेकाहीँ लङ क्वेसन पनि त देखेको आउन सक्छ नि त, अब त्यो देखेको आयो भनेदेखिमा हामीले सुरुमै गर्ने होइन, त्यो अरू जुन क्वेसनहरू छ त्यो हेर्न पर्यो, त्यसरी प्रायोरिटाइज गरेर हामीले इक्जाममा गर्न सक्छौँ।